हेलो मित्र, गुड मर्निङ स्वागत गर्न चाहन्छु मेरो फेसबुक मिनी ब्लगमा। अब देख्न सक्नुहुन्छ यो खोला बढिरहेको छ। यहाँ खोलाहरू छ यहाँ है पुरा होइन। यो खोला भन्न सुन्दैन यसलाई यो खरे खोला हो है। पछि यो खरे खोलाले गर्दाखेरि नै पछि यहाँदेखि पट्नाली खोला है सानो छ। यसलाई सानो तिनो भनेर हेप्नु पनि हुन्न कहिले पनि होइन, खोला खल्छीलाई होइन। त्यही भएर खोला कसरी तर्नु पर्छ भन्ने कुरा चाहिँ म आज तपाईँहरूलाई जानकारी दिन गइरहेको छु है। जहिले पनि हामी चाहिँ यो खोला तर्दाखेरि चाहिँ होइन सिधा जाँदैन, हामी चाहिँ सिधा जान्छौँ नि त। सिधा गयो भने त हाम्रो बाम सिधै हानेर बेग्ला हानेर लडाउँछ। त्यही हामीले चाहिँ होइन यस्तो बाङ्गो यस्तो बाङ्गो हुँदै जाने हो। यसरी यता सिधा जानु मिलेन हो, फेरि बाङ्गो हुँदै जाने होइन। किनभने बाङ्गो हुँदै गयो भने हामीलाई लगाउन सक्दैन होइन। किनभने बाङ्गो भने ब्यालेन्स मिल्छ मित्रहरू। यसरी बाङ्गो हुँदै जाने है। यताले गइरहेको छ है। गइरहेको छ। बिस्तारो तर्ने है। हामी जहिले पनि तर्दाखेरि चाहिँ सिधा जाँदैन, सिधा गयो भने हामी लडाइदिन्छ। खोला किनभने यत्रो बढिरहेछ हो, यस्तो छ र त्यही भएर हामी जहिले पनि बाङ्गो हुँदै जाने खोला तर्ने एउटा सजिलो तरिका है त। म लगभग तर्नु लागिसकेँ है। बल्ल तरियो है, फाइनली तरियो है। यसै तर्ने खोला त बढिरहेछ नि यत्रै पुरा हो। ल बाई बाई, आजलाई तिनी ल।